के अरे कसले गाउँ त्यो चाहिँ गाउँ त त्योभन्दा राउत बेसी अचार पनि छ भन्नु ठुलो अचार छ गुन्द्रुकको गाउँ के अरे खोलेर कि के अरे कसले गाउँ त्यो चाहिँ गाउँ त त्योभन्दा अलिक टाढा अलिक पर्नु ए जानुपर्ने चाहिँ खोले हामी खोले गाउँ त्रिशुलीको खोले गाउँ नुवाकोटको खोले गाउँ ए नुवाकोटको खोले गाउँ जाँदैछौँ हामी चाहिँ आज लटपट भाइ छ अनि हाम्रो मालदाई छ त्रिशुलीको खोले गाउँ ए बाटो त पुरै टाढोको टाढो छैन धारिङ बेला होला यसलाई लोड लिन्छ जस्तो छ त्यही त्यस्तो गर्मी छ यहाँ यस्तो उसो चिसो हो नि यहाँ दुईवटा हिमालय दिएछ यो अहिले सुरु गर्दा यहाँ त जति गरिब मैले चिसो हुन्छ शिवपुरी गाउँपालिका आएछ हाम्रो गाउँपालिका होइन अब यो भाग्छ भने त अब सुन्यो भने त आउँदैन नि अब त के हामीले यस्तो पर्फ्युमहरू केही लगायो भने त आउँदैन ए त्यस्तो है हामी त मर्दै छरेर सोलतिर बिहा गरेर हेर्छ राउत बेसी यो त जग्गा मात्रै ए यहाँ त फसिहाल्छ त यहाँ चार भुइँ भूमि भयो ठिक भएको छ मैले आएको मैले बाटो बिग्रेछ भने यो बाटो त खोलै यहीँबाट बगेर रहेछ त
बुढाले लिएर आउनु मेरो अब है पोल्ट्रीसँग पर्छ त्यहाँ मुलहरू मन्दिरको छेउबाट बाटो छ कि त्योभन्दा माथि हो बाटो मन्दिरको माथि कुनामा माथि होइन खै हिँड्दा पो जानु थाहा थाहा हुन्छ नि यो यहाँनिर ठाडै छ अन्त भन्दा नि जानु त 20 मिनट जस्तो भने आधी घन्टै लाग्छ पुग्नु पऱ्यो कहाँ हामीलाई ऊ त्यो छाप्रो जस्तो देखायो नि त्यो ढलान घर भन्दा यतापट्टि लाग्छ गुलियो हुन थाल्छ तिमी त चिया पानी केही पनि खाएनौ त ले ले हात ले खाऊ ढिलो नगर यो भिनाजुले अचार पनि छ भन्नुभएको थियो ठुलो अचार छ कि गुन्द्रुकको सायद गुन्द्रुक हो कि छ स्वाद चाहिँ मिठो छ है राइट अर्ग्यानिक खाना नि त खानासाना खाइएर अर्ग्यानिक खाना खाएर निस्क्यौँ अब यसरी काठमाडौँतिर अब हामी चाहिँ लाएर यो उकालो उक्लिनु छ कसरी चाहिँ उक्लिने हो थाहा छैन अब पर अहिले कसरी उकाल्छ ठाडो उकालो भर्खरको खाना यो काम र यो उकालो किनकि त गाह्रै छ र चराचुरुङ्गीको आवाज काफल पाक्यो भने चरिया काफल पाक्यो
यो घुम्ती सिद्धेर ऊ त्यो घुम्ती सिद्धाउनु पर्छ होइन अर्को ऊ त्यो घुम्ती पनि सिद्धेर अर्को घुम्ती त्यहाँ पुग्ने होइन यतै हो यतैतिरको यता खोल्छमा उहाँ धेरै आधीभन्दा बढी भयो होला चाँडै हिँड्यो त अब यो एउटा टर्निङ गरेर सिधा सिधा अनि घट्छ घट्टुपछि फेरि माथि चढ्नुपर्छ नि घट्टैनेरि त हो नि घाम यस्तो भर्खर खाना खाएको त्यो मकै सकै पिस्छ है त्यस्तोहरू घट्टमा पिनेको मकै मिठो हुन्छ भन्छ नि यो के को रुख यो कटुस यहाँको कटुस मैले त पहिला एकजना उहिले पवन पाण्डे गरेको कटुस जति पनि छ हाम्रो जग्गामा त्यहाँ स्या स्या भयो होइन फुल्यो हिँड्नु सक्दैन यहाँ गाउँमा काम गर्ने बानी भयो यस्तो हेलो। होइन घट्ट मकै गहुँ पिस्ने गाडी पर्छ यहाँ बारुलो रहेछ कि